यस्तो गाह्रो छ यसलाई कि राम्रो भएको चाहिँ हामी किन बाहिर हामीलाई पाउँदै जान्छ मेरो घरमा यति नेपालीहरू आउनुहुन्छ घरपछि तर त्यो नेपालीहरूलाई यहाँ ल्याउन सकिन्छ यहाँको आशा छ म आएको छु भनेपछि म कहिले पनि सोच्दैछु कि मैले मेरो परिवारमा मेरो घर पनि छैन म बाध्यताले बाहिर गएको छोरी परेँ हर्कजीले गर्दाखेरि म आज धरानमा नेपालमा आउन सक्छु त्यो इन्सपिरेसन दिनु भयो मलाई भनेपछि कतिजना म जस्तो धेरै छ मेन्टल हेल्थमा गाइड गर्नु भने हर्कजीले प्लिज सिक्नुपर्छ यहाँलाई जिताउनै पर्छ किप डुइङ हामीलाई हर्कजीको एकदमै खाँचो छ किनभने मेन्टल हेल्थमा मलाई त्यो बच्चाहरू बक्समा पठाउनु छैन नेपाल मलाई उनीहरूलाई जीवित नेपाल पठाउनु छ श्रम गरेर नेपाल पठाउने हो म पनि आउँदैछु मलाई एउटा ठाउँ खोज्दैछु घर त्यहाँ भएको सबै गरेर म सबै छोड्न तयार छु हस्पिटलबाट किनभने मैले मेरो घर पाएँ हर्कजीले गर्दाखेरि यो सीमा पनि पुरा मेरो साथीहरू यहाँले सेवा गर्छु हर्कजीले देश पठाउने गरेको एन्ड आई बिलिभ इन हर्कजी तर त्यो नेपाली बाबु नानीहरू अहिले साइकियाट्रिक बोर्डमा छन् नि बाहिर उनीहरू मेन्टल हेल्थ कहाँबाट भन्दाखेरि घरबार सबै बेचेर आमा बाउकोलाई छोडेर वृद्ध आमा बाउहरूलाई छोडेर बाहिर गएको नेपालीहरू छन् बर्न्स आउट भएका छन् मेरो घरमा आउँछ नि कहिले कहिलेको आवाज थाहा हुँदैन कुन आवाज थाहा हुँदैन यस्तो छ नेपालीहरू तर यहाँ काम नभएको कारण कन्सेप्ट नभएको कारण इन्सपिरेसन नभएको कारण रोल मोडल नभएको कारण लिडरसिप पोजिटिभ लिडरसिप नभएको कारण हामी चुक्यौँ सो युआर ओन्ली हो मलाई कसैमा अरू विश्वास छैन किनभने म फेस फिट गर्छु मेरो साइकोलोजीमा म बडी ल्याङ्ग्वेज हेर्छु र म यो हर्क सन्तानजीमा मैले देखेँ नि आई बिलिभ इन यु हर्कजी एन्ड आई सी यु प्लिज नेपालीहरूलाई आउँछन् फर्केर उनीहरूले पनि भन्छन् अनि दिदी हर्कजी आउनुभयो भने हामी नेपाल आउँछौँ मैले उनीहरूलाई भने तिमीहरूको सक्छौ भने जाऊ नेपाल भोट पाउँछ हर्कजी प्लिज मेन्टल हेल्थमा म काम गर्छु मलाई पोजिटिभ आउँदैन तर जब मैले एउटा लिडर देख्छु जसले नेपाललाई यति माया गर्छु मेरो माया जुन मैले बोल्न नसकेको माया मैले यहाँलाई पाएको छु त्यो नेपालीहरूलाई हर्कजीको एकदम खाँचो छ प्लिज देशलाई बचाउनुपर्छ किनभने हामीहरू हामी हुँदै जान्छ तर गरिबहरूको बोल्न सकेको त्यो हाम्रो रियल नेपाली प्लिज हर्कजी प्लिज अगाडि बढ्दै गर्नु हामी एकदमै खाँचो छ म गर्छु हामी गर्छु तपाईँहरू मिलेर गर्नुहुन्छ एकदमै मेरो साथी मेरो उसको वाइफ मेरो बेस्ट फ्रेन्ड